Hello guys, welcome back to my new vlog. म चाहिँ ठिकै छ मेरो खबरहरू तपाईहरुले सन्चै हुनुहुन्छ होला हैन। त्यही हो म चाहिँ अहिले काठमाडौँमा छु पढाइको लागि काठमाडौँ आइसकेको छु हैन। मैले चाहिँ भ्लग नबनाएको पनि धेरै भयो बाजुरामलाई नआएको बनाएको थिएँ कर्णालीको त्यसपछि देखि बनाएन हैन। अब गएर स्विमिङ पुलमा नआएको नि बनाउनु पर्छ हैन। त्यही हो अनि यहाँतिर चाहिँ हाम्रो चाहिँ बिहान कलेज हुन्छ हैन। कलेजदेखि आएर चाहिँ अनि एकछिन पढे जस्तो गर्नुपर्छ हैन। पढे जस्तो त हैन होमवर्कहरू गर्नुपर्छ। त्यसै चार्जरहरू रहेछ यतातिर। अब मैले ल्यापटप रिसेट गर्न खोजेको है लगभग 3 घण्टा भइसक्यो 97 मै अड्केछ अब बढिरहेछ। त्यही हो हैन। अनि कलेजमा चाहिँ दिने रहेछ टन्नै होमवर्क यार लास्ट गाह्रो के लेख्न यार गरेर चाहिँ देखाउन सक्छु मैले मेरो होमवर्कहरू हैन। मैले यो पाना पल्टाएँ अनि चाहिँ फर्स्टदेखि अझै फर्स्टदेखि है। यो चाहिँ मेरो नाम विशाल बोर थापा ग्रेड 11 सोशल स्टडिजको हो अनि सोशलको त मैले धेरै लेखेँ हैन। यति मात्र हो लेखेको। अर्को देखाउँछु म यसको वाला यसको चाहिँ मैले धेरै लेखिसकेको छु हैन। यो चाहिँ हो मेरो इकोनोमिक्सको हो यो क्यानभस इन्टरनेसनल कलेज। अहिले चाहिँ म त्यहीँ पढ्छु अनि यसमा छ डेफिनेसन अफ इकोनोमिक्स अनि कन्सेप्टहरू अनि यसको यताउति गरेर अनि माइक्रो इकोनोमिक्स अनि गुड्स एन्ड सर्भिस हैन। सब पढ्न पर्छ यार यो त लेख्ने अनि साथमा पढ्ने लेख्ने पढ्ने त गर्नु पर्यो लेबरहरू अनि त्यसो नयाँ च्याप्टर नि गरे हम त मैले त लेखेँ हैन लेख्ने भनेको च्याप्टर 2 हैन। यो चाहिँ कलेजमा स्कुल भन्दा नि धेरै पढ्नु पर्ने धेरै होमवर्क नि दिने रहेछ है। हाम्रो नि स्टार्ट हुन लागिसकेको छ। म चाहिँ रिस्टार्ट गर्न कारण चाहिँ मैले यसमा चाहिँ मेरो पुरानो भ्लगहरू भेटेको थियो हैन। डिलिट गर्दा नि डिलिटै हुन कि यति डिलिट गरे नि स्टोरेज खाइरहेको थियो। त्यो भएर मैले यसलाई रिस्टार्ट हाल्ने गर्छु सब नयाँ आउँछ त्यसबाट राम्रो चल्छ न। त्यो खुलिसकेको छ डेल लेखेर। यो म पढ्ने कलेज क्यानभस इन्टरनेसनल कलेज। यसमा छ हाम्रो वेलकम प्रोग्राम 29 गते हुन्छ हाम्रो वेलकम प्रोग्राम हैन। तिमीहरू जाने हो प्रोग्राममा द्याट्स इट। ल अहिले चाहिँ यस्तै अब म नि भर्खर बाहिरदेखि आएको अब द्याट्स अल। थ्याङ्क यू फर वाचिङ माई भिडियो। म चाहिँ यति सर्ट बनाउनु सोचिरहेको छु अबदेखि है। ल बाई।